अर्को इम्पोर्टेन्ट टपिक भनेको के छ भन्दा डेडलक। सो पहिलाको बेसिक भिडियोमा हामीले चाहिँ के हेऱ्यौँ भन्दाखेरि चाहिँ रेस कन्डिसनको बारेमा हेऱ्यौँ, डेटा रेसको बारेमा हेऱ्यौँ, एटोमिसिटीको बारेमा हेऱ्यौँ, त्यसपछि गएर मेमोरी एक्सेस सिङ्क्रोनाइजेसनको बारेमा हेऱ्यौँ भने अर्को इम्पोर्टेन्ट टपिक के छ भन्दाखेरि चाहिँ डेडलक। सो लेट्स इमेजिन अ सिनारियो है त सुरुमा। वाट आर डेडलक्स? डेडलक कति बेला अकर हुन्छ? सो एउटा फेमस इक्जाम्पल भनेको मलाई चाहिँ मेडिकल स्टोरमा गएर सामान किन्नको लागि ग्लोभ्स चाहिन्छ अरे, कम्पलसरी छ अरे, बट मलाई मेडिकल स्टोर चाहिँ ग्लोभ्स नै किन्न जानु छ अरे। सो यो कन्डिसनमा कन्ट्राडिक्ट भयो। सो मसँग ग्लोभ्स छैन, त्यही भएर म मेडिकल स्टोर जान चाहन्छु, बट म मेडिकल स्टोर जानको लागि चाहिँ मलाई ग्लोभ्स चाहिन्छ। सो त्यस्तै अर्को एउटा इक्जाम्पल हेरौँ है। मानौँ दुईवटा कन्डिसन छ अरे, दुईवटा प्रोसेस छ अरे। एउटा प्रोसेसमा चाहिँ के भयो भन्दाखेरि एउटा मान्छे लियो। सो से दिस इज राम, लेट्स से दिस इज अ लक, लेट्स एज्युम दिस इज अ लक होइन। सो राम हिँड्यो प्रपोज गर्नलाई, सीतालाई प्रपोज गर्नको लागि हिँड्यो होइन। यो प्रोसेसले रामलाई लिएर हिँडिरहेको छ। यो प्रोसेसले के देखाउँछ भन्दाखेरि राम हिँडिरहेको छ सीतालाई प्रपोज गर्नको लागि। इन द मिन टाइम के भइदियो भन्दा अब अर्को दुनियाँमा चाहिँ अर्को तरिकाले चाहिँ के गर्यो भन्दाखेरि अर्को ठाउँबाट चाहिँ अर्को प्रोसेसले चाहिँ के गर्यो भन्दाखेरि अब सीता हिँडिरहेको छ के गर्नलाई, रामलाई प्रपोज गर्नको लागि। सो राम सीतालाई प्रपोज गर्न हिँडिरहेको छ, सीता रामलाई प्रपोज गर्न हिँडिरहेको छ। यो केसमा के भयो भन्दाखेरि अब रामले पनि कतै पनि सीतालाई भेट्न सक्ने भएन। सो इफ दिस इज सीता होइन, सीता अर्कै ठाउँबाट हिँडिरहेको छ। सो सीता उसले डिजायर गरेको ठाउँमा चाहिँ छैन, जहाँ उसले भेट्नुपर्ने थियो त्यो ठाउँमा चाहिँ भेट्न सकिरहेको छैन, किनकि सीतालाई यो प्रोसेसले ग्यादर गरिरहेको छ। इन द मिन टाइम सीता पनि हिँडिरहेको छ रामलाई भेट्न भनेर। अब सीताले पनि रामलाई भेट्न सक्ने भएन प्रपोज गर्नको लागि। सो यो केसमा पनि के भयो भन्दाखेरि यो डेडलक कन्डिसनमा फस्यो। सो राम पनि अड्कै भयो। सो सीता नआउँदासम्म, सीता फिर्ता नआउँदासम्म राम अड्केर बस्नुपर्ने भयो। बट सीताले के ठानेर बसेको छ भन्दाखेरि ओके राम नआउँदासम्म म कुरेर बस्छु भनेर बसिरहेको छ भने राम पनि ओके सीता नआउँदासम्म म कुरेर बसेको छु भनेर बसिरहेको छ। सो यो सिनारियो चाहिँ के भयो भन्दाखेरि डेडलक भयो। यहाँ चाहिँ कतै पनि जाने ठाउँ भएन। सो एउटा प्रोसेस चाहिँ अर्को प्रोसेसलाई कुरेर बसिरहेको छ। अब त्यो मात्र एउटा कन्डिसन होइन है, तर सुरुमा हेरौँ एउटा कोड वाइज इक्जाम्पलबाट पनि होइन। सो यहाँ मैले सेम सिनारियोजलाई रेप्लिकेट गर्न खोजिरहेको छु। सो एउटा पर्सन भयो, उसको नाम दियो, म्युटेक्सले त्यो लक एक्वायर गर्यो एउटा ब्र्याकेटमा। सो राम हिँड्यो भन्नको लागि चाहिँ रामलाई अब यो अर्को प्रोसेसले त भेट्न पाउनु भएन। सो त्यो केसको लागि हामीले लक लगाइदियो। सो राम हिँडिसक्यो, राम दुईवटा छैन, राम एउटै छ। सो त्यो कन्डिसनमा के भयो, अब प्रपोजलमा गएर के गर्यो, लक एक्वायर गर्यो, त्यसपछि हिँड्यो, घरबाट हिँडिसक्यो राम। घरबाट हिँडेको त्यो बिचको टाइम इन्टरभललाई चाहिँ हामीले 100 मिलिसेकेन्डको टाइम डिलेले रेप्लिकेट गर्न खोजिरहेको छौँ। सो आइडियल सिनारियोजमा के हुन्थ्यो, सीतालाई भेट्थ्यो, सीता एउटा छ। सो सीतालाई पनि मल्टिपल रिसोर्सेसबाट प्रपोजल आउन सक्दैन भनेर हामीले यहाँ सीताको लागि लक लियौँ, अनि रामले सीतालाई प्रपोज गर्छ, एउटा आइडियल सिनारियोज। बट यहाँ चाहिँ हामीले के इन्ट्रोड्युस गऱ्यौँ भन्दाखेरि दुईवटा गोरुटिन भयो। सो राम पनि प्रपोज गर्न हिँड्यो, सीता पनि प्रपोज गर्ने, सीता दिस इज सीता वेट। सो सीता पनि रामलाई प्रपोज गर्न हिँड्यो। सो यो कन्डिसनमा चाहिँ अब के हुने भयो भन्दा हेरौँ, रन गरेर हेरौँ, यो केसमा चाहिँ हामीले के देख्ने भयो, डेडलक देख्ने भयो। सो सेम यहाँकै सिनारियो छ। सो राम हिँड्यो, अनि इन द मिन टाइम राम हिँडिरहेको बेलामा राम यहाँ पुगेको छ मानौँ, त्यति बेला अर्को गोरुटिन इन्भोक भयो। सो त्यसमा चाहिँ के गरिरहेको छ भन्दाखेरि सीता हिँडिरहेको छ अब रामलाई प्रपोज गर्नको लागि। सो सीता पनि हिँड्यो, अब राम यहाँ पुग्दासम्म सीता रेडी छ त छैन। सो ऊ अब कुरेर बस्छ, अनि यहाँ चाहिँ सीता पुग्दाखेरि राम छ त त्यो ठाउँमा छैन। उसो भने अब सीता पनि कुरेर बस्छ। सो यो भइसकेपछि अब गो इज इन्टेलिजेन्ट इनफ टु किल द प्रोसेस होइन। सो गो रुटिनमा यहाँ चाहिँ यसले चाहिँ के देख्यो भन्दाखेरि डेडलक देखिसकेपछि इन्फाइनाइटली कुरेर बस्छ है यिनीहरू भनेर टर्मिनेट गरिदिन्छ। बट दिस इज अ क्लासिक डेडलक सिनारियो। सो यो चाहिँ रह्यो डेडलकको बारेमा। थ्याङ्क यू फर वाचिङ, होप यु लाइक द भिडियो। थ्याङ्क यू।